गाइस, वेलकम बैक टु माई युट्युब च्यानल। आज हामी फेरि आएको छौँ तपाईँको माझमा एउटा सानो मुकबाङ लिएर। आज चाहिँ छ तपाईँहरूको हाम्रो यहाँ मोमो, चिकन मोमो, अन्त चटनी छ, कोक छ, सुप छ हो। आज चाहिँ हाम्रो भेन आएको चाहिँ सुँगुरी भेन आएको चाहिँ फेरि मोमो खानु लागि है। आज चाहिँ हामीले तातो तातो चिकन मोमो लिएर आएको छ हो गाइस। तपाईँलाई मन परेमा लाइक सेयर कमेन्ट गरिदिनुहोस् होला है। अब चाहिँ सेल लिन आँटिसक्यो, ढिला नगरिकन खान्छु ल गाइस। तपाईँहरूले फुल भिडियो हेरिदिनुहोस्। मोमो त सेल्ली पो सक्यो। सेल्ली सक्यो गाइस। आज चाहिँ हामीले लिएको छ यहाँ 10-10वटा छ टोटल 30 वटा छ। 30 वटा मोमो लाग्यौं। अब मोमोपट्टि अब धेरै अब ढिलो नगरौँ है, सेलिएपछि मिठो हुँदैन। मोमोको लागि चाहिँ सबैभन्दा बेस्ट अचार हुनुपर्छ। खै अचार टेस्ट गर्छु ल। अचार छुर्पीको अचार है, दामी भएछ। दामी भएछ। बेला बेला यसरी इन्जोय हल्का गर्नुपर्छ। मिठो भएछ है। मैले पिसेको नि त चटनी चाहिँ राम्रो। युज गर्नु नि सजिलो हुन्छ। दामी हिजो गर्नु मिठो भएछ। दामी दामी। अहिले चाहिँ ग्रुपमा खाएर आम्मा नानीहरूलाई ठुकाउँदै एकदम मिठो भएछ। मोमोको लागि त त्यही थियो, अचारै मिठो हुनु पर्यो। अरूले चाहिँ खानेकुरामा एक्टिङ पारेर खान्छ कि, आफू त त्यस्तो छैन है। गम्मै यसरी राम्रो एक्टिङ पार्यो। के को फुड कलर हो। रातो देखिरहेछ। हजुर अलिकति कोक पनि छ है। भेनाको चाहिँ आज ड्युटी छिट्टो छुट्टी भएर
त्यही भएर भेनालाई पनि लिएर आएको छु। यो चाहिँ सुप खुवायो भने चाहिँ यस्तो भाङले यसरी खानुपर्छ है मोमो चाहिँ। दामी यमी यमी छिटो खाना चाहिँ खासमा चाहिँ बाप उड्दै भने खानुपर्ने। सेटअप गर्दा गर्दा अलिक चेलिन्छ नि। अलिक सेल्दैछ हौ मोमो चाहिँ। तर एकदम मिठो भएको छ। त्यो हरिस लाग्दो मोमो बनाउनु चाहिँ यता र उता हो। दुईजना दिदी बहिनीले खास बनाउँछ हामी मोमो बनाइबाट तर अलिकति साइज चाहिँ ठुलो हुनु पर्ने। अबे ठिक्कै होला यतिको चाहिँ। सानो भए पढा जस्तो लाग्यो ठिक्कै मलाई चाहिँ। यतिकै। भेनाको पो मुख ठुलो छ र यत्रो पनि आउँछ। हाम्रो यस्तो मुख छ। तिमीलाई त एक्टिङ पार्दै खान्छ। मलाई त एक्टिङ सेटिङ आउँदैन अब। एक्टिङ चाहिँ कसले पार्यो? कपला कुप्लो किसरी यी स्वाट उठा स्वाट जायो पसिनै पसिना रहेछ भेना त। हल्का फुल्का पसिना सटक्क त्यहाँ। खोर्सानी चाहिँ त्यति पिरो चाहिँ छैन र भए पनि अब पिरै भयो अलिअलि चाहिँ। मिठो चाहिँ मिठो छ है तर चटनीको टेस्ट त दामी छ ल एकदम मिठो। लडक्कै भयो जस्तो लाग्यो अब चाहिँ। टोटल कतिहरू पो हाल्दै थिएँ? 30? म 10-10 खाएको छु। म चाहिँ मोमो बेसी खान सक्दिनँ। आज म चाहिँ फर्स्ट टाइम अन्त 10 खाइस् त। कहाँ खाएको छैन नि। यत्रो चाहिँ कसले सक्यो? भेनाइ सक्यो कति डल्लै। मलाई लगा न ज्यामीमा पनि। मैले पनि सक्नु यत्रो भयो। अब सबैले खाएर किन बाजिरहेको? हल्का रमाइलो। यो हटाउनु त। खानु नि भेना। भयो जस्तो भयो। निकै खाइदियो म 25 वटा जस्तो खाएँ जस्तो छ।
25वटा खाएपछि हामीले चाहिँ 2टा आधी मात्रै खान्छ ए भेनाले मजा हौ यसरी लगाएर खानुपर्छ यसरी सुप खुवाए यस्तो हो साथीहरूलाई है मेरो साथीहरू जतिजनाले पनि हेर्नुहुन्छ लाइक र कमेन्ट अनि सेयर चाहिँ गरिदिनु होला अब यति भन्दै म चाहिँ सब्स्क्राइब चाहिँ खै भनेको ए सब्स्क्राइब पनि अरे त्यो चाहिँ भन्नु बिर्सी पठाएछु कि अलिकति मुख बेसी जिब्रो उयो हुन्छ स्लिप भइ पठाउँछ हो अन्त त्यसै कारणले आजको लागि यति नै टाटा ल निस्किए म चाहिँ खम केही नभन् म भन्छु ल अघि चाहिँ अलिकति डिस्टर्ब भयो म चाहिँ एकछिन बाहिर निस्केको थिएँ अन्त फेरि जोइनिङमा फेरि आएको हो तपाईँले माइन्ड नगरिदिनु होला अलिकति हल्का फुल्का रमाइलो छ हो यो भिडियोहरू चाहिँ ल बोल्नु नि त ओके लास्ट अब फर्स्ट टाइम बनाएको भिडियो कि यस्तै हुन्छ कहिले कहीँ हड्डी पो भेटेर किमाले बनाएको म चाहिँ भयो गाइस अय मोमो बेसी खानु सक्दिनँ नि त सकेको पनि खानु पनि भेनाएको थियो त्यो बुझी छ अब इस्कुस र चिकनको थियो मोमो अब अलिकति अब त्यस्तै हुन्छ कहिले कहीँ है र अब लास्ट एउटा उब्रेको रहेछ यो पनि छोड्नु हुँदैन हो फेरि अधुरो भन्छ कि खाइहाल्नुपर्छ यस्तोहरू चाहिँ राख्नु हुँदैन मजाले हड्डी हड्डी लबर कोक लास्ट रहेछ सक्यो चटनी चाहिँ हो गाइस अलिकति उब्रे यताको चाहिँ उब्रेन है यी खुवाइ चाहिँ अन्त कस्तो थियो चटनी हेरेर त आमा भयङ्कर डर लाग्दो चटनी बनाएको रहेछ तर टेस्ट राम्रो प्योर गाईको दुधको मुही पारेर छुर्पी पारेको अर्ग्यानिक हो अर्ग्यानिक अर्ग्यानिक भनिन्छ है त्यसलाई गाईको त पार्छै छुर्पी छ नि त अर्ग्यानिक छुर्पी हो यतै बस्तीमै बनाएको आफ्नै घरमा घरमा ल साथी हो स्वयं मैले बनाएको खाइ पनि सक्यो अब चाहिँ हामीले है आजको हाम्रो मोमो मुकबाङ चाहिँ यतिसम्म नै थियो है हाम्रो भेनाको चाहिँ बानी नराम्रो छ खान्छ हो अन्त निस्केर जान्छ फाइनल लास्टसम्म बस्दैन त्यस्तै छ हाम्रो भेना चाहिँ हो अब आजको मुकबाङ भिडियो चाहिँ मेरो यतिसम्म नै थियो तपाईँलाई मन परेमा लाइक सेयर कमेन्ट गरिदिनुहोस् होला अन्त नबिर्सिकन सब्सक्राइब चाहिँ गर्नु नबिर्सिदिनुहोस् होला गाइस है फेरि हामी अर्को नेक्स्ट मुकबाङ बनाउने कोसिस गर्छु है नाना र म मात्रै हो लास्टसम्म इन्डिङसम्म बस्ने भनेको चाहिँ मोमोहरू एकदम मिठो भएको थियो हामी दुईजनाले बनाएको हो है गाइस आजको अब यति नै हो आजको मुकबाङ चाहिँ यतिसम्म नै थियो ओके गाइस अब नेक्स्ट मुकबाङमा भेटौँ ल बाई बाई